हजुर फेरि गर रे नमस्कार सर। नाम भन्। नाम भन्नु अब दाइ मेरो नाम चाहिँ होइन समीर आले मगर हो होइन। मिलेन सर भनेर दाइ भन्दै फेरि सर मेरो चाहिँ समीर आले मगर हो। अनि एउटाको सरोज आले मगर हो, एउटाको नाम विशाल हो होइन, विशाल बिग। अनि त्यो दुइटाले लिएर आएछ क्या। अनि म चाहिँ मेरो दाइको बाइक बोकेर हिँडिरहेको थिएँ होइन। अनि त्यसले मलाई भनेको ओइ त यहाँ आइज न अरे होइन। अनि किन भनेको मैले यस्तो यस्तो चिजहरू लिएर आएको छ, तेरो बाइक छ पुऱ्याइदिएन भने क्या। अनि मैले म त कहाँ पाउँछु, मेरो दाइले मलाई मारिहाल्छ नि भनेको। पुरा न पुरा यार भने पुऱ्याइदिएको। अब अहिले त म त यस्तो पो भयो। पक्राउ कसरी पर्यो तँ पनि भन्दै सरलाई। अब पक्राउ त्यसो गरी पऱ्यो। अब त्यहाँबाट आयो होइन। अनि त्यहाँनिर गएर केटाहरूले जा गऱ्यो त्यो निकालेर त्यहाँबाट निकालेर लिएर आइज होइन। म जिम्मेवारी भन्न थाल्यो। त्यो भाग्यो क्या तिनीहरू चाहिँ। जिम्मेवारी चाहिँ भागो भने म लास्टमा मलाई सोझोलाई चाहिँ फसाइदियो क्या। कस्तो सोझो छ हेर यो। मगर इज्जत फालिस हैन त। हजुर कुन मगर हो रे? म आले मगर। आले मगर? हजुर आले भनेको हाम्रो त्यहाँको आले। हजुर आले मगर घर टाङ्गे बस्ती। हजुर हजुर बाख्रा चोर्नु सफल भएन, बाइक स्टार्ट भएन हैन त? अहिले त गरे केटाहरूले। भएन सर भएन भन्न। बाख्रा चोर्नु सफल भएन सर भन्। त्यो चोर्नु त सफल भएन। त्यो हैन के बाख्रा चोर्नु सफल भएन। पक्राउ खायो, भक्कु कुटै खायो हैन त? हजुर खायो त। त्यस्तो कर्म खायो सर। खायो। मर्नु त होइन त्यो मेन भन्दा चाहिँ ब्ल्याङ्क हान्नु पर्ने त यार। मलाई त फसाएर यार सर भन् के। अबदेखि चोर्ने नचोर्ने? अब दाइ चोर्यो भने मलाई होइन जे गर्नु गर्नु बरु म तिनीहरूलाई अहिले भर्खर समातिदिन्छु कि त्यो चोरहरूलाई चाहिँ। हो त्यसलाई फोन गरेर फकाएर बोलाउनु पर्यो नि त नि। ल म फकाएर बोलाउँछु क्या। ल बोलाइसक्यो भने तँलाई छोड, तिनीहरूलाई फकाएर बोलाइसक्यो भने तँलाई छोडिदिन्छु। ल अहिले गएर छोडिदिन्छु। म होइन तर म एक्लै जान्छु होइन। सबैलाई दाइ होइन सर भने सबैलाई हेर्नु होइन। म त्यसलाई फकाएर लिएर आउँछु होइन। मलाई त केही गरेन होइन। थोप्ला त हेर फकेर आउँछ नि। सबैलाई सर भने दाइ कसैलाई त्यो साथीलाई बोलाइस् भने तँलाई अहिले छोडिदिन्छु भाइ। हजुर सर त्यो साथीलाई अहिले बोलाइस् भने तँलाई अहिले छोडिदिन्छु। दाइ म अहिले बोलाइदिन्छु। अहिले भर्खर सर भन् क्या सर दाइ होइन। ल सर म अहिले बोलाइदिन्छु। ल मसँग एकजना साथी गयो भने त्यसलाई म फकाएर लिएर आउँछु क्या। त्यो साथीलाई त्यही बाटोमा ब्ल्याक हो क्या। त्यो दुइटा छ नि त्यो दुइटा चोरहरूलाई म लिएर आउँछु क्या। तिनीहरूले ल्याएर नि सर म यस्तो भएको। त्यो दुइटा चोर त चाहिँ के नि, त चोर होइन? यो होइन रे। म त दाइ होइन। मलाई त के भने बाइक थियो मेरो दाइको। अनि हाल्दे भन्न थाल्यो। मैले त अब ल नि त अब आफ्नो आमाको भन्न थाल्यो। मैले हालिदिएको। लास्टमा त यहाँ त दाइहरूले नम्बरै छैन उसँग। नम्बरहरू मात्र रहेछ क्या। कुन घरमा छ। बाइक प्लस आएर बाइक चोर हैन त? तिमी पनि गयो भने आउँदै आउँदैन। लेबर काम गरेर खा भाइ। लेबर काम गरेर खा बरु यस्तो चोर काम नगर भाइ, बुझिस् नि? हजुर त लेबर काम गरेर खा बरु यस्तो चोर काम नगर। ल यार कति दुःख पाइस्। मैले त्यो लेबर काम गर्नको लागि गरेको पासपोर्ट हालेको छ होइन। अनि पासपोर्ट हालेको अब विदेश जानु पर्यो भनेको केटाहरूले बाख्रा लिएर आइदिएछ। अनि हिँड भन्न थाल्यो। हेट म त जाँदैन भनेको। हिँड अब सबैजना बराबर खाने भन्न थाल्यो। त्यही उमा लागेर म पनि यस्तो भयो क्या। त्यस्तो ब्याउने बाख्रा पनि काटेर खाने तिमीहरू? नचोर्ने चाहिँ बेचोले पिठा खायो भने। अब चोरीको मुद्दा चल्छ। अब त कसरी विदेश जान्छस् अब? चोरीको मुद्दा, गोटीको मुद्दा यसलाई त अब खुकुरी सुकुरी हतियारको यो त डेन्जरमा पर्छ। त्यसकै हो क्या। यसले एक दुईजना त्यहाँ समाजमा एक दुईजना अब यसले फानेर छ नि त। गरे हा ल ल ल ल विमल सर पनि आउनु। नमस्कार विमल सरलाई। नमस्कार विमल सर। त्यो म दुईजनालाई म समातिदिन्छु कि सर घरमा गएर।